जिन्दगीको बाटोमा हिँड्दै मात्र गर्नुपर्छ, अनेक घुम्ती तथा मोडहरू आइरहन्छन्। त्यस्तै आउने जाने घुम्ती तथा मोडहरू मध्येमा अस्ट्रेलियाको सिडनीको इङ्गलबनमा एउटा मोड रहेको छ र त्यो मोडको छेउमा छ नाङ्लो ग्रोसरी। र आज म साथीको श्रीमतीलाई सुत्केरी मसला किन्न भन्दा नाङ्लो ग्रोसरी पुगेँ। अनि मलाई काउन्टरको भाइले भने, हेलो दाई, के छ खबर? सब ठिक छ भाइ, सुत्केरी मसला छ तपाईँको लागि हो दाई? होइन भाइ, अरूकै लागि हो। ठिक दाई, छोरा मान्छेले सुत्केरी मसला कहाँ खान्छ? है भाइ, छ भने मसला चाहिँ निकाल्देऊ न हौ। यति भनेपछि भाइ छ नि दाइ भनेर खुइ मसला निकाल्न थाले। गरी यता दौडेको गर्दै थिएँ। भाइले उता यताउता गरेर भाइले सब बास्केटभरि गरेर सामान ल्याइदिए। यसो हेरेको बास्केटभरि सामान रहेछ र सबै सामान पनि रहेछ। भाइले टिट गर्दै ब्यागमा पनि हाल्दै गए। सबै सामान बिल गरिसकेपछि भाइले एउटा तितो र मतिर दिँदै भने, दाइ यो सुत्केरीलाई मेरो तर्फबाट कम्प्लिमेन्ट। है लप्सी क्यान्डी, यो त मेरो फेभरेट हो। सुत्केरी जाए भाडमा भनेर खल्तीमा हाले। ल है त, तपाईँहरू नि आफ्नो जिन्दगीको मोडलाई यसो घुमाउँदै नाङ्लो ग्रोसरी इङ्गलबन सिडनीमा आएर आफ्नो लागि सपिङ गर्नु होला। मैले त गरेँ। बाई बाई, टाटा, सी यू।